शिक्षक सेवा, प्रास, अध्यापन अनुमति पत्र, बिनी सबैतिर यो प्रश्न निकै महत्त्वपूर्ण छ है साथी। पाठ्यघण्टा इन्टु कार्यघण्टा गरेर टोटल कार्यघण्टा निस्किन्छ है साथी। अब चाहिँ कक्षा 1 देखि 3 को पाठ्यघण्टा भनेको 26 हो। त्यो 26 लाई इन्टु 32 ले तपाईले गुणन गर्नुभयो भने 832 निस्किन्छ। अनि कक्षा 4 देखि 8 को चाहिँ 32 है पाठ्यघण्टा। अनि त्यो 32 इन्टु 32 गर्नुभयो भने 1024 निस्किन्छ। अब यसमा चाहिँ पाठ्यघण्टा 26 किन भएन भन्नुहुन्छ भने यो कक्षा 4 देखि 8 हो, यो कक्षा 1 देखि 3 होइन है। त्यही भएर कक्षा 4 देखि 8 को पाठ्यघण्टा भनेको 32, त्यो पाठ्यघण्टा इन्टु अर्को 32 गरेर 1024 आएको। त्यस्तै कक्षा 9 देखि 10 साधारणतर्फ 32 हैन। त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ चाहिँ कति 40। अब 40 इन्टु 32 हाल्नु पर्यो, त्यसो हुनाले 1280 आउँछ। त्यस्तै 11 12 साधारणतर्फ है घटीमा 27। अब 27 इन्टु 32 हाल्यो भने 864 आउँछ। त्यस्तै बढीमा 32 इन्टु 32 हाल्यो भने 1024 आउँछ। त्यस्तै 11 12 मा नै प्राविधिक तथा व्यावसायिक शिक्षामा चाहिँ 32 हुन्छ। 32 इन्टु 32 1024। बुझ्नुभयो? क्लियर छ? पाठ्यघण्टा र कार्यघण्टाको विषयवस्तुतर्फ हामी प्रवेश गरौँ। 1 पिरियड बराबर 1 कार्यघण्टा, 1 पाठ्यघण्टा बराबर 32 कार्यघण्टा। पाठ्यघण्टा इन्टु 32 गरेर कार्यघण्टा निस्किन्छ है साथी। अब हामी प्रारम्भिक बाल विकास शिक्षा जुन 4 वर्ष पुरा नभएका बालबालिकालाई दिने शिक्षा हो, अथवा एक कक्षा प्रवेश गराउन प्रदान गरिने शिक्षा नै के हो त? प्रारम्भिक बाल शिक्षा अथवा बाल विकास शिक्षा हो। यसमा वार्षिक 832 कार्यघण्टा हुन्छ। यो वार्षिक 832 कार्यघण्टालाई पनि सिप सिकाइमा चाहिँ 576, त्यो सिप सिकाइलाई पनि दुईवटा क्षेत्रमा बाँडिएको छ। आधारभूत सिपतर्फ 384, विषयगत सिपतर्फ 192 गरी 576 सिप सिकाइमा जोड दिएको छ। र बाहिरी खेल मनोरञ्जन क्रियाकलापमा चाहिँ तपाईको 256 हैन कार्यघण्टा चाहिँ छुट्याइएको छ है। जुन सबै गरेर 576 प्लस 256 गरेर 832 कार्यघण्टा हुन आउँछ। बुझ्नुभयो साथी? क्लियर छ? 832 कार्यघण्टालाई कक्षा 1 देखि 3 मा कसरी विभाजन गरिएको छ त? 1 देखि 3 को सक्षमता कति साथी? 7 वटा। बुझ्नुभएको छ नि है? अब यो 1 देखि 3 मा चाहिँ कस्तो खालको कति पाठ्यघण्टा छ, कति कार्यघण्टा छ है? 1 देखि 3 सम्म है। नेपालीमा कति रहेछ त? 5, अंग्रेजीमा 4, गणितमा 4, हाम्रो सेरोफेरोमा 8, स्थानीय मातृभाषामा 5। अब यो नेपालीमा 5 इन्टु 26 है, टोटल यो सबै नेपाली अंग्रेजी गणित गरेर 26 भयो। अब त्यही नेपालीलाई 5 इन्टु 26 गर्ने भयो भने कार्यघण्टा निस्किन्छ है। नेपालीको 160 कार्यघण्टा, अंग्रेजीको 128, गणितको 128, हाम्रो सेरोफेरोको 226। त्यसैगरी स्थानीय मातृभाषाको लागि 160। यो सबै जोडेर, सबै कार्यघण्टा जोडेर 832 टोटल कार्यघण्टा निस्किन्छ है। यो वर्षभरिको है साथी। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार पठन पाठन हुने समयावधि कति हो भनेर प्रश्नमा बारम्बार सोधेको छ। 2076 अनुसार एक वर्षभरिमा कति दिन पठन पाठन हुन्छ त भनेर प्रश्न आएमा 205 दिन। त्यस्तै राष्ट्रिय पाठ्यक्रम 2067 अनुसार एक वर्षभरिमा अथवा वार्षिक पठन पाठन कति हुन्छ भनेर प्रश्न आएमा 210 दिन। त्यस्तै शिक्षा नियमावली 2059 का अनुसार
विद्यालय खोल्ने समयावधि पठन पाठन हुने होइन है। विद्यालय खोल्ने समयावधि 220 दिन, तर पठन पाठन हुने समयावधि भनेको 192। कसले भनेको? शिक्षा नियमावली 2059 का अनुसार। यसमा तपाईँहरू झुक्किनुहुन्छ, त्यही भएर मैले यो तीनवटालाई तपाईँले एकदमै बुझ्नुहोला है। परीक्षामा 2059 आउला, तपाईँले 2076 लगाइदिनु होला हैन। 2067 भन्ला, तपाईँले 2059 को 220 लगाउनु होला। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 बुझिसकेपछि हामीले शिक्षा ऐन 2028 पनि बुझ्नुपर्छ, किनकि यहाँनिर धेरैजना कन्फ्युज हुनुहुन्छ। शिक्षा ऐन 2028 को संरचना भनेको प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 अथवा आधारभूत तहसम्म 9 वर्षीय हुन्छ है भन्छ। त्यस्तै माध्यमिक तह 9 देखि 12 मा 4 वर्षीय हुन्छ भन्छ, जसको संरचना भनेको 9 + 4 रहेको हुन्छ। बुझ्नुभयो साथी? यसैमा मैले तपाईलाई अर्को प्रश्न दिए, शिक्षा ऐन र राष्ट्रिय पाठ्यक्रम प्रारूपले माध्यमिक तहको प्रकार कस्तो भन्छ त? राष्ट्रिय पाठ्यक्रम प्रारूपले साधारण, परम्परागत र प्राविधिक तथा व्यावसायिक शिक्षा भन्छ भने शिक्षा ऐनले चाहिँ साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक शिक्षा भन्छ है। अनि राष्ट्रिय पाठ्यक्रम प्रारूपले 1 देखि 3 सम्म चाहिँ एकीकृत पाठ्यक्रम भन्छ भने 9 देखि 12 सम्म एकल पथीय पाठ्यक्रम भन्छ। यो पनि बुझ्नु है, परीक्षामा सोधेको भएकोले मैले भने है। त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 कहिले जारी भयो? यो भनेको 2076 5 को महिना 20 भदौ 20 गते चाहिँ जारी भएको। बुझ्नुभयो? क्लियर छ?